लगायतको विषयमा चाहिँ बयान दिने विषयमा चाहिँ वनको जग्गा हो है भन्दैमा मैले सानै उमेर भए पनि मैले एकजना मैले पनि दिएँ। पहिलो कुरा। दोस्रो कुरा के हो भनेदेखि अहिले यो जुन अहिले हिसाब किताबको कुरा आइरहेको छ यो तपाईँको ध्यान अलिक बढी अन्तकेन्द्रित हुन्छ कि भन्ने मलाई लाग्यो। अहिले तपाईँको यो समिति छ, यो समितिले आज हाम्रो विशेष फोकस भनेको मुद्दाको कुरालाई लिएर सर्वोच्च अदालतले चाहिँ उच्च अदालतको चाहिँ उल्टी भन्ने कारणले गर्दाखेरि हो। त्यो उल्टीको कुरा पनि पूर्ण पाठ आएपछि चाहिँ हामीलाई प्रश्न हुने रहेछ। तर त्यो भन्दै हामी अगावै चाहिँ यो हामीले अहिले तयारी फेजमा चाहिँ लाग्दैछौँ। त्यसको लागि चाहिँ विशेष गरी अब हामी लाग्नुपर्ने विषय केमा छ भनेदेखि तपाईँको अब एकचोटि मिडिया ट्रायल गर्नु, जस्तै राष्ट्रिय स्तरका मिडियाहरूलाई चाहिँ बजाउने कुरातिर लाग्नु पर्यो, स्थानीय स्तरका चाहिँ मिडियाहरूलाई बजाउने कुरामा लाग्नु पर्यो। के हो भने त्यहाँ जति पनि भए गरेका कुराहरू छन् यो अदालतले फैसला गर्ने बित्तिकै चाहिँ भयो भन्ने कुरा छैन। त अदालतले फैसला गरेका सर्वोच्च अदालतले पनि फैसला गरेका कुरा यदि फैसला सही छ भने पनि सर्वोच्च अदालतले गरेको फैसला सही छ भने पनि तर सकल कुरा र रियालिटी कुरा यहाँ हाम्रो त छ, वास्तविक कुरा सकल कुरा त छ नि त। हो त्यो कुरालाई फेरि पुनः हामीले चाहिँ त्यसलाई पुनरावलोकन भनेर र फेरि पुनः हामीले लड्न पाउने सुविधाहरू व्यवस्थाहरू रहेछ। त्यो ऐन नियम जे भने वास्तविक कुरा त यहाँ छ नि त। त्यो कुरा एउटा र अर्को कुरा र के र भनेदेखि जस्तै यो समितिलाई टाइम दिउँ हिसाब किताबको विषयमा, अडिटको विषयमा तपाईँको आलेप गर्न पाइन्छ होइन, मलेप गर्न पाइन्छ। त्यो अब के छ समितिलाई टाइम दिउँ। यो समितिबाट चाहिँ अब नहुने भन्ने भएपछि यदि पुनः हामीले नयाँ समिति बनेर त्यो गठन भए पश्चात पनि त्यो नयाँ बनेको समितिले पनि यो पुरानो समितिसँग हिसाब खोज्न पर्याप्त पाइन्छ। जस्तै नयाँ पुरानो समिति गयो, नयाँ समिति आयो, अब सकियो पुरानोको भन्ने कुरा हुँदैन, किनकि यो संस्थागत कुरा हो। यो संस्थागत कुरा चाहिँ संस्था जहिलेसम्म जीवित रहन्छ र मान्छे जो पात्र जतिजना फेरिए पनि त्यो संस्थाको कुरा चाहिँ तपाईँको लिन पाइन्छ, हिसाब किताब खोज्न पाइन्छ। त्यस बेलाको संस्था सञ्चालन कसले गरेको भनेर त्यसलाई पनि तपाईँको मुद्दा लाग्ने कुरा अथवा उसले बुझाउनु पर्ने कुराहरू सबै कुरा चाहिँ हुन्छ। त्यो भएको कारणले गर्दा अहिले विशेष गरी अहिले हाम्रो फोकस भनेको अन्ततिर छ। अब अहिले हिसाब किताबतिर बढी लाग्यो भने ध्यान हाम्रो अन्त केन्द्रित हुन सक्छ, त्यतातिर अहिले नलाग्नु र पुरानो फेरि समितिले चाहिँ हिसाब किताबै बुझाउनु हुँदैन, फरफराकी गर्नु हुँदैन भन्ने कुरा छैन है। फेरि नयाँ समिति यदि हुन्छ भने पनि उसले उसको हिसाब किताब माग्न पाउँछ, किनभने तपाईँको एउटा बुझ बुझारत भन्ने एउटा प्रक्रिया हुन्छ। पुरानो समितिले नयाँ समितिलाई, पुरानो समितिले छोड्दै गर्दा नयाँ समितिलाई उसले बुझाउनै पर्छ मात्र अनि उसको प्रक्रिया सिद्ध हुन्छ। ल यति भन्दै मेरो भनाइ अन्त्य।